हेलो साथीहरू, बेङ्गलोरवासी सबैजनालाई गुड मर्निङ, बिहानीको नमस्कार। यो हेर्नु होला, अगाडिको भिडियोमा मैले देखाएको थिएँ यो के हो, नारियलको मुरब्बा भन्ने पाउडर अनि लगाइदिएँ। आमको सिजन होइन, आमको जुस बनाएर त्यसको आमको जुसमा घिउ लगाएर अनि चाहिँ त्यो आटा चाहिँ मेचिन्ला छ। त्यो आटाबाट अब यहाँ बन्छ लड्डु जो 5 स्टार होटलमा लड्डु बन्छ नि त्यस्तै खालको लड्डु। यो होटलमा बन्ने लड्डु नि, अब दोकानमा मिल्दैन नि यस्ता लड्डुहरू। स्विट दोकानमा अलिक कमै मिल्छन् अर्डर अनुसारले, लेकिन होटलहरूमा खास लड्डु यस्तो बनाउँछन्। हेर्नु होला, घिउ कम भयो जस्तो छ हातमा त। हेर्नु, यो अब भन्यो लड्डु। हेर, यो लड्डु खाने हो कोही? कसैलाई चाहियो भने भनिहाल है, म पार्सल पनि पठाइदिन्छु। अनि हजुरले यहाँ आउन पनि सकियो है। यो 2टा लड्डु भने जामुन पनि छ। जामुन हाले होइन है, यो फेरि जामुन त खालि खानालाई मात्र हो। त्यो जामुन हाले होइन, त्यो जामुन पनि छ भनेर नभन्नु। यहाँ किवी पनि राखेको छ। अनि यता यो भयो सबै फ्रुटहरूको। अब फ्रुटहरूको विशेष गरेर जुस खानुको बदलामा आजभोलि स्विट खानुपर्ने अवस्था आएछ है। पहिलेको जमानामा त फ्रुटको जुस बनाउँथे, आजभोलिको जमानामा अब फ्रुटको स्विट पनि बनाउन थाले। अब यस्तो अब नयाँ रेसिपीहरू आयो। ठुल्ठुलो घरमा काम गर्दाखेरि ठुल्ठुलो होटलमा खाएका सेटहरू अब घरमा आफ्नो स्टाफहरूलाई पनि, कामवालालाई पनि यस्तो बनाउनु भन्ने हुन्छ। अनि त्यहीबाट सबैजना अब सिकिहाले, एकले अर्कालाई अब यसरी नै घरमा बसेर पनि लेडिजहरूले पनि सबै